ओके मन्दिरमा घुम्नको लागि चाहिँ इलाका चाहिँ यति नै हो तर ठाउँ चाहिँ एकदम राम्रो छ होइन यस मस्त आयो भने मस्त टाइम पास हुन्छ है सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल म पनि एकदमै ठिकै छु र आजको हाम्रो भ्लग सुरु हुँदैछ बुसानबाट है आज चाहिँ हामी बुसान घुम्न आएको थियौँ बुसान जुन चाहिँ दक्षिण कोरियाको सौल पछाडिको ठुलो सहर सबै सेवा सुविधाले सम्पन्न भनौँ न र पर्यटनको लागि पनि एकदमै राम्रो डेस्टिनेसन चाहिँ मान्छन् है बुसानलाई र औद्योगिकको हिसाबले व्यापारिकको हिसाबले त झन् साउथ कोरियालाई एउटा महत्त्वपूर्ण योगदान पुर्याएको सिटी नै भइहाल्यो र सौल पछाडिको दोस्रो ठुलो सिटी पनि हो होइन बुसान चाहिँ सो हामी चाहिँ यहीँ बुसानमा आएको छौँ र आज चाहिँ बुसानलाई एक्सप्लोर गर्ने कोसिस गर्छौँ है कस्तो हुन्छ कता कता गइन्छ डेफिनेटली भिडियो चाहिँ बनाएरै हाल्छु है कस्तो हुन्छ हेर्दै गर्नु सो अहिले चाहिँ बुसानमै छौँ र हिँडिरहेछौँ साथी र म चाहिँ जाँदैछौँ ओह भेट्छ यहाँ छौँ चाहिँ यो साइड छौँ अहिले चाहिँ त्यहाँ अगाडि एउटा टेम्पल रहेछ त्यो टेम्पल चाहिँ जाउँ त कस्तो रहेछ भनेर चाहिँ हेर्नको लागि जानु लाग्यो होइन अवलोकन गरौँ होइन आयो बेला टक्क उता उल्सान साइडबाट आएको थियौँ नि त अनि यता नजिक पर्दो रहेछ अनि त्यहाँपछि यहाँ पसौँ अनि त्यहाँ पछाडि चाहिँ मेन सिटीमा जाउँला भनेर चाहिँ प्लान गरेको छौँ हामी चाहिँ सो हेरौँ है के हुन्छ सो त्यो सयसम्म राम्रै भइरहेको छ ओके चलो सो फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नु लागेको छौँ अब र हामी आज आएको घुम्नु आएको ठाउँ चाहिँ के हो भने प्रोनाउन्सिएसनमा चाहिँ तलमाथि हुनसक्छ होइन बहुत मुस्किलले नाम याद गरेको छु त्यही पनि यहाँ लगाइदिन्छु हेर्नलाई हेइडोङ प्योङगुङसा टेम्पल भन्ने रहेछ सो त्यहीँ चाहिँ जानु लागेको जुन चाहिँ तटीय क्षेत्र क्या समुद्रको किनारमा चाहिँ अवस्थित छ त्यो पहिला जुन प्राचीन कालमा पहिला बनेको थियो नि त्यो चाहिँ रहेनछ त्यो चाहिँ फेरि पछि परिमार्जन गरेर बनाइएको आधुनिक स्टाइलको मन्दिर नै रहेछ र टुरिस्टहरूको लागि चाहिँ बुसानमा एउटा महत्त्वपूर्ण केन्द्रबिन्दु भनौँ न त्यस्तो चाहिँ रहेछ सो टुरिस्टहरू पनि जाँदैछन् टन्नै छन् है मान्छेहरू पनि सो हेरौँ त्यहाँ कतिको भिडभाड हुन्छ सो आइएम सो एक्साइटेड घुम्नुको लागि है त्यहाँ चाहिँ किनकि पिक्चर्समा हेरेको थिएँ भवाल लागिरहेको थियो क्या सो यो ठाउँमा चाहिँ एकचोटि पुग्नुपर्छ भन्ने लागिरहेको थियो अनि हुन्छ हेरौँ भनेर चाहिँ हामी जाँदैछौँ हामी चाहिँ बिहानमा निस्केको थियो अहिले चाहिँ अलमोस्ट 9 जस्तो बजेको छ बिहानकै सो यति बेला गएर टक्क हेर्नुपर्छ भनेर चाहिँ हामी निस्केको हो त्यसरी चाहिँ तपाईँको बाटो हाइवेबाट आएर चाहिँ थोरै यस्तो बाटो हुँदै चाहिँ भित्र जानुपर्दो रहेछ यस्तो बाटो हुँदै चाहिँ पुग्दो रहेछ त्यहाँ र हामी चाहिँ मन्दिरभित्र इन्टर गरिसक्यौँ यहाँबाट कस्तो देख्छ सो मेन इलाकातिर चाहिँ जान भएको छ हामी चाहिँ जस्ट यताबाट मात्र आएको मान्छेको भिड चाहिँ लास्टै देख्छ है सो ओके जाउँ पहिला भित्र सो ल यतिको ठाउँ भयो भने चाहिँ बुसान ट्रिप राम्रै हुन्छ यति मजा आइरहेको छ नि मान्छेहरू पनि उत्तिकै छन् होइन भिडभाड पनि त्यस्तै छ ठाउँ पनि त्यस्तै छ समुद्रले यहाँको सुन्दरतालाई क्या यति राम्रो देखाइरहेको छ नि मान्छेहरू पनि राम्रै छन् है एक्सपिरियन्स राम्रै हुँदैछ अझ बुद्धिस्ट टेम्पल भएको छ अझ नेपालको पनि भाइब दिइरहेको छ क्या गौतम बुद्ध जन्मेको देशको मान्छे हो नि त त्यो भयो नि आनन्द पिस मिलिरहेको छ है सो एक्सप्लोर गर्ने कुराहरू चाहिँ धेरै छ यहाँ है अझ यसको बारेमा अझ अध्ययन गरेर के हो यस्तो होइन हिस्ट्री त्योहरू विषयमा पनि थोरै थोरै अध्ययन गरेर आउने हो भने त अझ रमाइलो हुन्थ्यो है अब त्यस्तो छैन कि त्यस्तो अध्ययन गर्ने चाहिँ केही पनि छैन सो इन्फर्मेसनहरू चाहिँ खोज्नु पर्ने हो तर खोजेन त्यही मैले हेरेको थिएँ थोरै त्यो हेर्दा चाहिँ अनि यो पुरानो जुन 1300 कतिमा बनेको मन्दिर चाहिँ नभएर फेरि पछि परिमार्जन गरेर नयाँ बनाइएको भनेर चाहिँ मैले थोरै चाहिँ इन्फर्मेसन हेरेको थिएँ अनि तटीय क्षेत्रमा चाहिँ अवस्थित यो मन्दिर चाहिँ बुसान चाहिँ एकदमै फेमस भएको छ मैले हेरेको थिएँ सो यहाँ आउनु सायद लास्टै थियो आज पुरा पनि भयो
सो यो ठाउँ पनि हाइली रेकमेन्डेड है, यदि कसरी हेर्नुहुन्छ के गर्नुहुन्छ भने चाहिँ आउँदा हुन्छ। मस्त एक्सपिरियन्स। सो ओके, हाम्रो यो मन्दिरको यात्रा चाहिँ यहीँ अन्त गरौँ है। हामी मस्त घुम्यौँ है। यो मन्दिर चाहिँ सबै इलाका चाहिँ सानो छ तर ठाउँ चाहिँ एकदम राम्रो छ है। सो ओभरअल यति नै हो। ओके, यो मन्दिरमा घुम्नको लागि चाहिँ इलाका चाहिँ यति नै हो तर ठाउँ चाहिँ एकदम राम्रो छ होइन। यो मस्त आयो भने मस्त टाइम पास हुन्छ है। दिन मजाले कटिन्छ, फोटोहरू खिच्दा भिडियोहरू बनाउँदा चाहिँ है। त्यस्तो कुराहरू चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। ठाउँ चाहिँ एकदम राम्रो छ। सो हामी चाहिँ अब फर्किनु पर्ने हुन्छ यहाँबाट चाहिँ। सो यही हो र, यसको इलाका चाहिँ मन्दिरको परिसर चाहिँ यति नै हो होइन। मान्छे चाहिँ एकदम राम्रो आउनुहुन्छ है। आज हामी चाहिँ बिहानको टाइममा आएको छ तर पनि मस्तै मान्छेहरूको भिडभाड चाहिँ लास्टै दिएर है। सो अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ है। र लास्ट